हेलो गुड मर्निङ सबैजनालाई फेरि पनि आइसकेको छ है छोटो मिठो ब्लग लिएर लोप्चेको तर्फबाट हैन। आज चाहिँ हामी यता सैलुङतिर छु, हिजो आएको अनि हिजो घुम्न गएन हामी चाहिँ यत्तिकै बस्थ्यो। आज 2 दिन बस्ने 3 दिनको पालोमा चाहिँ हामी फर्किने प्लानमा आएको हामी दुईजना चाहिँ हेर्न सक्नुहुन्छ। अनि हामी दुईजना चाहिँ अहिले जान लागो माथितिर। अब यसो घुमौँ आज दिनभरि अनि बेलुका यसो दारसार खाएर अलि रमाइलो गरौँ, त्यसपछि मात्रै भोलि बिहान खानासाना खाएर फर्किन्छु। र आज यहाँको मौसम पनि अलिकति एकदम लोदर लागे जस्तो भइरहेछ। मौसम पनि एकदम दुम्म भइरहेछ हैन। हामी चाहिँ अब प्लान बनाएको त धेरै भइसक्यो, अनि जसरी पनि नि यहाँ चाहिँ भनेपछि आउनुपर्छ अरे भनेर हामी दुईजना मात्र आइदिएको हो क्या, कोही आउन मानेन। साथीहरू पनि अब कामतिर बिजी, यति गर्दा हल्का प्रब्लम भयो। ल यार पानी पनि पर्यो, अब के हुन्छ एकछिन बसिन्छ है, अनि हामी पनि एकछिनमा भेटौँला। यहाँ गेट छिर्यो टक्क, साइलुङ गेट वाक हैन। के छ अङ्कल, चिया खानुभयो? मौसम पनि बेहाल छ आज। हुन्छ अब फर्किँदाखेरि खान्छु ल। मेरो सम्धी मेरो जिग्री भने नि उयो हो, प्राय मान्छेले हामी दुईजनालाई चाहिँ सँगै देखिरहेको हुन्छ होला सायद मेरो विचारमा। कति मिनट हिँड्नुपर्ने हो थाहा छैन, तर जति भयो नि हिँडौँला आज त हैन। के यार दुई पाइलो हिँड्ने बित्तिकै दम बढ्छ त, चुरोट बढी भयो जस्तो छ यार लोप्चेलाई। बवाल छ है। अब बाँकी चाहिँ हल्का अलिअलि माथि पुगेपछि देखाइदिन्छु तपाईँहरूलाई हैन। नआउनेहरूले चाहिँ यो पुरा भिडियो हेरेर अलिकति इन्जोय लिइदिनु होला। यहाँ नआउनु भएको हाम्रो मित्रताहरू हैन। अब त्यो त हो नि, अब के हामी चाहिँ यहाँ यो गेट वक चढ्दैछ हिँड्दैछ सल्ल। भ्यूहरू पनि मजाको होइन, तर मौसम चाहिँ खोलेको छैन। तर पनि हामी दुईजना चाहिँ इन्जोय पारामा हिँडिरहेछ। इन्जोय लिन आएपछि इन्जोय त लिनु पर्यो, जस्तो मौसम भयो नि होइन त दोस्त। यहाँ हिँड्दैछ अगाडि लम्बू। जस रमाइलो लाग्यो यहाँ आएर, धेरै खुसी पनि छु। दामी छ है ठाउँ चाहिँ। पानी पर्यो भने त भिज्ने हो दुईजनै, अब के गर्ने त, पानी पर्यो नि परोस् होइन त। आयो बाबा है। सायद यो सिडी चाहिँ सकिन्न ला जस्तो छ है। ल अब एकछिनमा चौरतिर पुगेपछि मात्रै भेटौँला हामी है। ल तर्फ आएको छ। हामी दुईजना चाहिँ पहिला यता त्यसपछि माथितिर जान्छु भनेर हेर्न सक्नुहुन्छ हजुरहरूले। यही होला सायद, विचारमा त यही हो जस्तो छ।
यो होइन नि दिदीहरू क्या प्रब्लम यहीँ त अब आन्टी माधव गुबा यतै हो तलतिर यता तलतिर छ अरे है ल फुल लाउले फुल यो नि बाबु हजुर उहिले भीमसेनले हजुर काटेको रे यो तरोवर त्यही छ ऊ तरोवर पनि त्यही छ उहिले भीमसेनले पेटिएम लैयो थाहा पनि लाग्छ तपाईँ बुढी लगिदिएछ अरे ए अनि बुढी लगिदिएपछि अनि भीमसेनले जार काटिदिएको रे यहाँनिर ए पहिला पहिला रुखमा नि तरोवर त उहाँ छ ऊ नि ए हो त्यो भरिराख्नु रे धेरै धर्म अरे फेरि यो चाहिँ मेरो मायाको लागि किन अऱ्याउनु सक्नुपर्छ अरे फेरि ए गाडीभित्र ल्याएर काटेको होइन त यो चाहिँ मेरो गाडीभित्र मायाको लागि मुटुभित्र भएको मान्छेको लागि साइलो मायाले यत्रो है तोहफा बनाइदिएको होइन आमा हो बाबु हो ताजी हामी चाहिँ यहाँ फाइनली आइपुग्यो है टक्क खुल्ला चौरमा आइपुग्यौ हामी चाहिँ सैलुङ डाँडा होइन अझै वहाँ पर पुग्नु छ हामी दुईजना चाहिँ पुगौँला खतरा रमाइलो लागिरहेछ है मलाई चाहिँ मलाई पनि सलक्क पारामा सेम बट सेम हामी दुईजना अनि त दोस् होस् अम्बुवा सोध्यो भने एनबुङ पुग्यो हालिदिन्छ सोध्दा पनि फेरि हामी चाहिँ अहिले यहाँ आइपुगिसक्यो फाइनली होइन सैलुङ डाँडामा चिसो लाग्यो यार दामी रहेछ क्या यहाँ फेरि यस्तो खालको रहेछ उतातिर बसेर अब फोटो खिचौँ एउटा दुइटा त्यसपछि हामी योभन्दा त्यो माथितिर जान्छु एकछिन आज दिनभरि यतैतिर फाइ गर्दै बसौँ ल हामी दुईजना अनि भोलि मात्रै चिक 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 काठमाडौँ
बादलसरी वरिपरि पछि लाग्ने छु ओ दस गएको ल है ल रामसँग जाऊ ल बिस्तारै ल ल ल अँ ल ल ओके ओके इट्स ओके नो प्रब्लम अब हुन्छ 2 मिनट पछि यो सैलुङ डाँडामा बिग प्रब्लम यहाँ धेरै हुस्सै हुस्सो लागेर एकछिनमा के हुने अहिले यहाँ के भयो हेर्न सक्नुहुन्छ अघि भर्खर चिल थियो अहिले फेरि स्याड भयो के भयो यस्तै हो म नै हो लोप्चे ब्रो चिन्दैन भने गुगलमा सर्च गर्नु होला लोप्चे ब्रो भनेर को भाइ यो मेरो लोप्चे ब्रो जस फाइनली हामी चाहिँ आइपुग्यो होइन सबैभन्दा ठुलो कुरो चाहिँ त्यही हो अब हामी चाहिँ ठ्याक्कै 3 डेमा हामी यहाँबाट काठमाडौँ फर्किन्छौँ अनि ठ्याक्कै हामी चाहिँ आज समेत 2 डे भयो हिजो आएको आज समेत 2 डे भयो अनि सो आज चाहिँ यहाँ चाहिँ म सैलुङ डाँडा भ्यू टावरमा छु अहिले चाहिँ यहाँ चाहिँ हाम्रो भगवान पनि हुनुहुँदो रहेछ यहाँतिर धेरै रहेछ महादेव गुफा के भन्ने जिरे ढुङ्गा कालो पानी साइलुङ भन्ने चाहिँ यो रहेछ खास 6 मन्थ पछि चाहिँ हाम्रो जुन हामीले सोचेको होइन एकदम सफल भएको छ एकछिनमै मौसम बदलिन्छ के हो यो कस्तो गडबड है दया कुछ तो गडबड है दया तुम्हारा नाम क्या है भैया भैया यहाँतिर चाहिँ लामा पनि छ रहेछ होइन अनि त्यो बुनुहरू पनि छ अङ्कलहरू पनि हुनुहुन्छ यहाँ हामी दुईजना जस्तै अङ्कल दुईजना पनि साथी रहेछ यो लम्बु र म जस्तै के गरौँ तिमीलाई सम्झी म के भनौँ सम्झिँदै हाली के गरौँ म के गरौँ भुलाउँदिन भन्छौ तर भुलाइहाल्छ म बिर्सिदिन्छु तिमीलाई तर सम्झिरहन्छु सक्दिन कि भुल्न तिमीलाई मान्दैन म जति सम्झाए नि बुझाए नि मान्दैनौ नि मनै त हो नि मनै त हो हाँसेर टाढेर कति बनाउ तिमीलाई सम्झिँदैन बाहिर कता जो तिम्रो यादले कहिले छाडी के गरौँ म के गरौँ एकछिन होल छाडेर टाढेर कतै मलाई पनि नबिर्सिनु म पनि मार्दिन माया सोधे तिमीलाई सम्झि यस्तै छु म यस्तै छु के गरौँ या के गरौँ अयो बाबा मुझे मार बाबा ये क्या हो रहा है बाबा हम इधर मैले भने नि यहाँ एकदम इट्स ओके ब्रो एकछिनमा हुन्छ बिग प्रब्लम भनेको थियो नि ऊ अहिलेको अहिले मौसम खुलिसक्यो यहाँ भरै नहुने रहेछ कि दामी लाग्यो है मलाई चाहिँ एकदम खुस आजको लागि चाहिँ मेरो छोटो मिठो मिनी ब्लग यति मात्र हो फर्स्टदेखि बनाउनु मन थियो
तर मलाई खासै नलेज नभएर यति मात्रै हो ल है त अब हामी सिधै नेक्स्ट भिडियो नेक्स्ट पार्टमा भेटौँ ल है दोस्तो अनि मेरो जोन चामलिङ कभर सङ म्युजिक एड नगरेको गीत कस्तो लाग्यो सबैले कमेन्ट गरिदिनु होला त्यही हो